अघि सफलता के हो भन्दाखेरि अलि अन्डरस्टेटमेन्ट पनि हुन्छ, मिथ पनि हो भन्ने कुरा गरिरहँदाखेरि असफलता भने चाहिँ के हो त स्वस्तिमाको लागि? फेलियर इज नट द अपोजिट अफ सक्सेस, इट्स अ पार्ट अफ इट भन्छ नि, त्यही नै होला फेरि। फेलियर भने चाहिँ एकदमै लाइफको सबैभन्दा ठुलो सिकाइ चाहिँ फेल हुनु, असफलता। साँच्चीकै नै एकदमै ठुलो। तपाईँले जति सफलता, अघि हामी अब सफलता भने मिथो भन्नु पर्यो, तर अचिभमेन्ट्स भन्ने कुरा चाहिँ तपाईँलाई एकछिन रमाइलो गर्नलाई, त्यो इन्जोय गर्नलाई, सेलिब्रेट गर्नलाई मात्रै हो कि। तर असफलताले चाहिँ लाइफमा तपाईँलाई त्यो अचिभमेन्टसम्म पुर्याउन, डोराउनलाई चाहिँ फेरि एकदमै हेल्प गर्ने कुरा हो। साँच्चीकै त्यसले चाहिँ लाइफमा तपाईँले तपाईँको इन्ड्योरेन्सदेखि लिएर तपाईँको क्यापेसिटी, तपाईँको क्यापेबिलिटी, तपाईँको भनौँ न तपाईँ के हो भनेर सिकाउने चाहिँ असफलताले नै हो जस्तो लाग्छ, फेलियर्सले नै हो। कतिचोटि फेल भएको छ स्वस्तिमा? कतिचोटि भन्ने त नहोला, लाइफमा त धेरैचोटि फेल भइन्छ। आफूले गर्न खोजेको कुराहरू लाइफमा भनौँ न, मैले यो कुरामा चाहिँ असफलता भोगेँ भन्ने त धेरैचोटि हुन्छ, त्यसरी गनिँदैन होला, धेरैचोटि हुन्छ। तर त्यसलाई अब त्यही भने नि यो चाहिँ फेलियर हो, यो चाहिँ मेरो लाइफमा मैले गर्न नसकेको कुरा भन्दा नि यो चाहिँ सक्सेसकै पार्ट हो भन्ने हिसाबले लिइन्छ। यस्तो भन्दा पनि मेरो सोच चाहिँ अघि मैले भने म के हो भनेर मैले भन्न सक्दिनँ भन्दाखेरि एभ्री डे एभ्री मिनट भोगाइले, सक्सेसले, फेलियर्सले सिकाउने कुराहरू हो जस्तो लाग्छ।